नमस्ते, मेरो शुभ नाम चाहिँ भूमिका श्रेष्ठ। म चाहिँ आफूलाई परिचय दिँदाखेरि चाहिँ म चाहिँ ट्रान्सजेन्डर वुमन अनि म चाहिँ ब्लू डायमन्ड सोसाइटीमा काम गर्छु। ब्लू डायमन्ड सोसाइटी भनेको चाहिँ यो चाहिँ तपाईको एलजीबीटीआईक्यू कम्युनिटीको राइट्स बेसमा काम गर्ने अर्गनाइजेसन हो। म चाहिँ लामो समयदेखि ब्लू डायमन्ड सोसाइटीमै कार्यरत छु। अब हाम्रो समाजमा अलिकति हामीले सोच्ने अनि हेर्ने विचार गर्ने जहिले पनि हामीले जेन्डरको कुरा गर्दाखेरि दुईटा मात्र जेन्डर भनेर चाहिँ सम्बोधन गरिन्छ कि मेल कि फिमेल अथवा मेल फिमेलको मात्र कुरा हुन्छ हैन। त्यो समाजमा चाहिँ अलिकति एलजीबीटीआईक्यू कम्युनिटीबाट बिलोङ गर्दाखेरि चाहिँ धेरै यो के भन्छ समस्याहरू चाहिँ खडा भएको थियो छ पनि अहिले पनि त्यो खालको प्रब्लमहरू हुन्छ हैन। तर अलिकति तपाईको यो एज अ शान्ति निर्माण प्रक्रियामा अगाडि बढ्दाखेरि चाहिँ एज अ ह्युमन बिइङ चाहिँ हामी सबैजनाको एउटा पिस चाहिँ हुनुपर्छ जस्तो लाग्छ मलाई। अब मोटिभेसन स्पेसिफिक यो त छैन, तर एटलिस्ट आफ्नो समुदायको लागि आफ्नो पहिचानको लागि चाहिँ सुरुदेखि के गर्नुपर्छ भन्ने चाहिँ त्यो मलाई लाग्थ्यो पहिलादेखि नै। मलाई थाहा थिएन म यही हाम्रो कम्युनिटीबाट बिलोङ गर्छु भनेर। अहिले जुन मैले आफूलाई ट्रान्सजेन्डर भनेर चाहिँ आइडेन्टिफाई गरिरहेको छु, विगतको समयमा त्यस्तो खालको शब्दावलीहरू हुँदैन थियो र हामी शान्तिको कुरा गर्छौं, तर हामीलाई एकदमै धेरै डिस्क्रिमिनेसन हुन्थ्यो, विभेद हुन्थ्यो, भेदभाव हुन्थ्यो, लालछना हैन। हरेक क्षेत्रबाट तपाईको परिवार होस्, तपाईको स्कुल होस्, तपाईको जुनै क्षेत्रमा पनि विभेद चाहिँ हुन्थ्यो हैन। तर त्यो विभेदलाई अन्त्य गर्नुपर्छ, एउटा पिसफुल तरिकाले अगाडि बढ्नुपर्छ भनेर चाहिँ म चाहिँ ब्लू डायमन्ड सोसाइटीसँग जोडेको हुँ र एउटा समुदायको अधिकारको लागि चाहिँ त्यो अनुसार काम गर्दै आइरहेको खासमा चाहिँ अब मोटिभेट नै भन्ने स्पेसिफिक चाहिँ मान्छेको धेरै तरिकाको धेरै प्रकारको हुन्छ, धेरै एउटा आइडल हुन्छ हैन। तर आई डोन्ट नो मेरो त्यस्तो चाहिँ छैन। त्यस मलाई अलिकति मोटिभेट चाहिँ जुन सोसाइटीले चाहिँ हामीलाई गरेको डिस्क्रिमिनेसन विभेद जुन छ त्यसलाई ओभरकम गर्न एउटा सहज ढंगले लानको लागि चाहिँ म अगाडि बढेको खासमा चाहिँ। प्रब्लम्स त जहाँ पनि आउँछ, तपाईले सही ढंगले गर्नुस् अथवा गलत ढंगले गर्नुस्। हाम्रो राइट्स बेसमा काम गर्दाखेरि चाहिँ त्यहाँ धेरै किसिमको उतार चढावहरू चाहिँ आउँछ नै हैन। प्रब्लमहरू आयो नि पहिला यो एलजीबीटीआईको मुभमेन्ट सुरु हुँदा हामीलाई अहिले पनि काम गर्दाखेरि चाहिँ अझ पनि हामीलाई हेर्ने दृष्टिकोण र सोच्ने विचार अझ पनि नकारात्मक छ। तपाईको नेपालको टोटल पपुलेसनको 90% ले कतै हाम्रो कुरा बुझ्दैन जस्तो लाग्छ अझ पनि हैन। अनि हामीलाई गर्ने छुट्टै व्यवहारहरू हुन्छ, देखेर हाँस्ने जिस्किने। इभन अहिले त त्यस्तो प्रब्लम छैन। पहिला हामीले कुनै पनि कार्यक्रम अर्गनाइज गर्दाखेरि हामीले अरु संघ संस्थाहरूलाई इन्भाइट गर्दाखेरि उहाँहरू नआउने एवं मिडियाले पनि गलत तरिकाले नै प्रोटेक्ट गरिरहेको हुन्थ्यो हैन। अब त्यो बेलामा चाहिँ अलिकति दुःख चाहिँ लाग्छ, किनकि एज अ ह्युमन बिइङ समाजले त हाम्रो जेन्डर छुट्याइदियो, मेल फिमेल अथवा अदर्स अथवा थर्ड जेन्डर ट्रान्सजेन्डर एलजीबीटीआई व्हाटएभर त्यो छुट्याइदियो हैन। तर फर्स्ट अफ अल त हामी ह्युमन हो नि त, मानव भइसकेपछि चाहिँ हामीले पाउनुपर्ने एउटा नैसर्गिक अधिकारको फन्डामेन्टल राइट्सको कुराहरू त्यो अझ पनि छैन। त्यसले गर्दा अलिकति हामीलाई दुःख लाग्छ, मलाई पनि लाग्छ, हाम्रो टिमलाई पनि लाग्छ हैन। अझसम्म पनि नेपालमा त्यस्तो एउटा स्पेसिफिक मेकानिजम तयार भएकै छैन हाम्रो इस्युजलाई लिएर उचित एउटा संयन्त्र तयार पार्न सकेको छैन, न कानुन छ न नीति छ। त त्यो बावजुद पनि हामी ट्याकल चाहिँ गरिरहेछौँ नि त। बिकज नेपाली नागरिक भइसकेपछि चाहिँ यो मेरो एउटा फन्डामेन्टल राइट्स हो, मैले चाहिँ आफ्नो अधिकारको लागि लड्नुपर्छ, गर्नुपर्छ भन्ने पनि छ। अब संवैधानिक हिसाबमा त हाम्रो कुराहरू त्यहाँ छ, तर त्यसको भनौं न उचित कार्यान्वयन हुन सकेको अवस्था छैन। तर हामी पछाडी चाहिँ हटेका छैनौं हैन। अझ पनि तपाईलाई थाहा छ जस्तो भन्दाखेरि छक्का हिजरा नपुंसक भन्ने शब्दावलीहरू मैले त अहिले सुन्दिन, तर मेरो धेरै साथीहरूले चाहिँ सुन्नुहुन्छ। कुट्ने पिट्ने हिंसा त्यो धेरै छ। त्यसलाई ओभरकम गर्नलाई पनि हामी डटेर अगाडि बढिरहेको खासमा चाहिँ। अनि एज अ शान्ति निर्माण प्रक्रियामा पनि हाम्रो ठुलो भूमिका हुन्छ। अब अलिकति अशान्ति भयो भने कस्तो हुन्छ भन्नु त हाम्रो देश, हाम्रो समाज हैन। त्यही भएर हामी पिसफुल रूपमा चाहिँ हाम्रो आफ्नो राइट्स बेसमा चाहिँ संविधानमा लेखेको छ त्यसको चाहिँ अब कानुन बनाउनु पर्छ भनेर चाहिँ
हामी लागिरहेछौँ। च्यालेन्जेस धेरै आउँछ। कति मान्छेले चाहिँ के भन्नुहुन्छ भने यस्तो समुदायलाई चाहिँ अधिकार दिनु हुँदैन। अब केही वर्ष अगाडि चाहिँ यो होमोसेक्सुअलिटी म्यारेजको अन्तरिम आदेश पनि जारी भएको थियो, त्यसमा धेरै विरोध पनि आएको थियो होइन। तर त्यो बावजुद पनि हामी चाहिँ अलिकति सेल्फ कन्फिडेन्ट, हाम्रो युनिटी चाहिँ छ। अब हामी चाहिँ कुनै समस्या आयो भने चाहिँ हाम्रो कम्युनिटी छुट्टिएर हामी बस्दैनौँ। हाम्रो एउटा चाहिँ ब्रेकिङ द साइलेन्स भन्छ नि, त्यो एउटा क्षमता चाहिँ हामीसँग छ। त्यही भएर हामी गरिरहेको जस्तो लाग्छ मलाई चाहिँ। सबै अहिले त धेरै सङ्घ संस्थाहरू छ, युथ अर्गनाइजेसन छ, लाइक अब वी फर चेन्ज होइन, वुमेन लिड, देयर आर सो मेनी अर्गनाइजेसन्स जसले चाहिँ हामीलाई यो कोही कम्युनिटीमा चाहिँ जस एउटा सोलिडारिटीको रूपमा, अलाइजको रूपमा चाहिँ सहयोग गरिरहनु भएको छ। अब कुनै कुनै सङ्घ संस्थाहरूले चाहिँ अब फाइनेन्सियली कुनै लिमिटेड कुनै एउटा स्पेसिफिक कार्यक्रममा सपोर्ट पनि गर्नुहुन्छ र मोरली चाहिँ हाम्रो अब मेन्टल हेल्थ सम्बन्धी कुनै काउन्सिलिङ गर्नु पऱ्यो भने चाहिँ हाम्रो 1-2 अरू डिफ्रेन्ट अर्गनाइजेसनहरू छ, हामी कोअर्डिनेसन पनि गर्छौँ। पहिला पहिला यसो छ, अब सहयोग गर्नलाई नै भनेर चाहिँ अब प्रोजेक्ट ल्याएर बजेटै दिनुपर्छ भन्ने त होइन। हाम्रो लागि चाहिँ, हाम्रो लागि सपोर्ट भनेको चाहिँ एज अ अलाइजको रूपमा चाहिँ खडा हुनु पऱ्यो, एउटा उभिदिन पऱ्यो हाम्रो लागि चाहिँ होइन। जस्तो पिस बिल्डरको काम के हो त भन्दाखेरि आफू त अगाडि बढ्ने, तर अरू समुदायलाई पनि साथसाथै लाने हो कि एउटा पिस तरिकाले भन्ने बुझ्छु मैले होइन। भनेपछि मलाई र मेरो संस्थालाई चाहिँ मलाई यति पैसा चाहिन्छ, यो बजेट दियो, यो कार्यक्रम दियो भन्दा पनि एज अ अलाइजको रूपमा चाहिँ हाम्रो लागि उभिदिनुपर्छ कि। त कतिजना मान्छेको चाहिँ के छ भन्दाखेरि यो एलजिबिटिआई कम्युनिटी चाहिँ छुट्टै ग्रुप हो भन्छ, तर होइन। इच एन्ड एभ्री फ्यामिलीमा, इच एन्ड एभ्री ग्रुपमा जहाँ पनि हाम्रो समुदायको कम्युनिटीहरू चाहिँ हुन सक्छन्। त्यही भएर त्यसलाई चाहिँ अलिकति बुझेर लानुपर्छ भन्ने हो। महिला सङ्घ संस्थाहरू हुन्छ, म 1-2वटा सङ्घ संस्थामा त एज अ बोर्ड एडभाइजर नै छु डिफ्रेन्ट अर्गनाइजेसनमा। भनेपछि चाहिँ जस मोरली सपोर्ट पनि गर्नुभएको छ अलाइजको रूपमा, अनि काहीँ चाहिँ कम्पिटिसन पनि छ, एज अ कम्पिटेटर पनि हुनुहुन्छ हाम्रो होइन। तर हामी चाहिँ कम्पिटेटरको रूपमा चाहिँ लिँदैनौँ, तर कतिजनालाई त्यस्तो हुन्छ। अब ब्लू डायमन्ड सोसाइटी अलिकति ठुलो संस्था भनेर कतिजनालाई त्यो ऊ पनि हुन सक्ला होइन। त्यो अलिकति त्यस्तो पनि छ। त्यो मैले चाहिँ टु बी अ फ्र्याङ्क त्यस्तो केस पनि हुन्छ। तर प्रायः जस्तो अलाइजहरू हुनुहुन्छ अहिले म्याक्सिमम चाहिँ युथ अर्गनाइजेसनहरूले चाहिँ अलिक हाम्रो इस्युजमा अलिकति चासो देखाएको, अलिकति बुझेको जस्तो चाहिँ लाग्छ मलाई चाहिँ। अहिले तपाईँको के छ भन्दाखेरि तपाईँको अब 3 टाइप्स अफ गभर्मेन्ट। अब हाम्रो स्थानीय सरकार र प्रदेश सरकारसँग पनि काम चाहिँ भइरहेछ होइन, समन्वय भइरहेछ। पहिलाभन्दा चाहिँ अहिले अलि धेरै सहज छ। मलाई चाहिँ अब कुनै फोरमहरूमा बोल्नु पर्यो स्पेसिफिक हाम्रो जेन्डर रिलेटेड, त्यो पनि एलजिबिटिआईसँग रिलेटेड भयो भने चाहिँ इन्भाइट गर्नुहुन्छ, आफ्नो इस्युजहरू राख्न दिनुहुन्छ, हाम्रो कुरा सुन्नुहुन्छ। त्यसपछि अब त्यहाँ मैले गएर पनि धेरै ठाउँमा बोलेको पनि छु होइन। अब कुनै कुनै ठाउँमा चाहिँ यस्तो छ, अझ पनि त्यो के भन्छ डिस्क्रिमिनेसन भनेर विभेद हेला नै गर्ने भन्दा पनि छुट्याइन्छ कि, त्यो सम्बोधन गर्दा होस् होइन, जहिले पनि महिला तथा सज्जनबिन भन्ने, अनि त्यसमा त हाम्रो कम्युनिटी त अटाउँदैन नि त। अनि त्यस्तो त्यस्तो शब्दावलीहरूले चाहिँ अलिकति डिस्क्रिमिनेसन भएको कि फिल हुन्छ मलाई चाहिँ। अदरवाइज गभर्मेन्टको प्रोग्रामहरूमा हामीलाई इन्भाइट गर्नुहुन्छ, अब धेरै चाहिँ होइन। फेरि कति त हामीलाई छुट्याउनुहुन्छ अनि सोध्यो भने हामीले त बिर्स्यो ला तपाईँहरूको कम्युनिटी छ भनेर पनि भन्नुहुन्छ होइन। त्यस्तो चाहिँ छैन। तर अहिले अलिकति हाम्रो समाज परिवर्तन चाहिँ कसरी भएको छ भन्दाखेरि महिला र पुरुष, तपाईँको अब आदिवासीको कुराहरू होला, मधेसी मुस्लिम अपाङ्गता भएको भने त्यो खालको कुरा आयो भने चाहिँ हाम्रो एलजिबिटिआई कुरा चाहिँ आउँछ। मलाई इन्भाइट पनि गर्नुहुन्छ। अब जस्तै महिला बालबालिका जसमा मन्त्रालय छ यहाँ, उहाँहरूले कुनै कार्यक्रम अर्गनाइज गर्नुभयो भने हाम्रो यो एलजिबिटिआईको सेसन राख्नलाई मलाई इन्भाइट पनि गर्नुहुन्छ। प्रदेश गभर्मेन्टबारे पनि मैले जस्तो मौका पाएको छु। अब यो त दुईवटा पाटो छ। अब कसरी बुझ्छौँ हामी भन्ने बित्तिकै भन्ने कुरा पनि आउँछ यसमा चाहिँ। कुनै पनि इस्युजलाई, कुनै पनि मुद्दालाई चाहिँ राजनीतिकरण गर्नु हुँदैन भन्छु म चाहिँ होइन। किनकि
एज अ निष्पक्ष रूपमा चाहिँ आज हामी चाहिँ यो शान्ति निर्माण प्रक्रियामा अगाडि बढिरहेछौँ भनेपछि चाहिँ त्यहाँ जुनै पनि इस्यु हुनसक्छ, मुद्दा हुनसक्छ, पैसा हुनसक्छ, जसको पनि होइन। त्यस्तो कुरामा चाहिँ राजनीतिकरण चाहिँ गर्नु हुँदैन भन्ने चाहिँ मलाई लाग्छ। तर हामी सबैजना अवेर छौँ, जाने जता पनि राजनीति घुस्छ होइन। तर स्थानीय सरकार, त्यसपछि पोलिटिकल कुराहरू अनि तपाईँको सांस्कृतिक कुराहरूमा चाहिँ हामीले निष्पक्ष ढङ्गले चाहिँ के भन्छ त्यसलाई समावेशी ढङ्गले एकअर्कामा चाहिँ एउटा सद्भावको हिसाबले अगाडि बढ्यो भने चाहिँ शान्ति निर्माण प्रक्रियामा चाहिँ अलिकति अगाडि हुन्छ भन्ने चाहिँ मलाई लाग्छ। तर अझ पनि हाम्रो सोच विचार अझ पनि धेरै चेन्ज भएको जस्तो चाहिँ मलाई लाग्दैन। किन भन्दाखेरि पोलिटिकल आफैमा नराम्रो होइन, कल्चरल पनि आफैमा नराम्रो होइन होइन। अनि अब पिस बिल्डरको रूपमा त हामी अगाडि बढिरहेको छ, त्यो नराम्रो होइन। तर त्यहाँ इन्भल्भ हुने केही व्यक्तिहरूको नकारात्मक के भन्छ त प्रभावले गर्दा हुने हो नि त। जसले गर्दा हामी होल टिम होल कुरा होल इस्युजलाई चाहिँ नेगेटिभ नै हो भन्छौँ। जस्तो इक्जाम्पल, हाम्रो समुदायबाट कसैले गल्ती गरे होला अथवा कुनै नराम्रो काम गरे होला अथवा ठुलो के काम बिगारेको होला, तर मान्छेले सोच्दाखेरि चाहिँ यो कम्युनिटीले गर्दा यो होल कम्युनिटी नै यस्तै छ भनेर चाहिँ त्यो खालको दृष्टिकोण चाहिँ राख्नु हुँदैन भन्ने चाहिँ ठ्याक्क मलाई यसमा लिङ्क गर्न मन लाग्यो। अहिले मैले देखेको चाहिँ हाम्रो समुदायमा स्पेसिफिक जेनजी हाम्रो आफ्नो एलजिबिटी कम्युनिटीमा होइन, उहाँहरूले चाहिँ अझ पनि आफ्नो सेक्सुअल ओरिएन्टेसन चाहिँ आइडेन्टिटी अझ पनि कति कन्फ्युजन छ होइन। फ्यामिलीसँग चाहिँ राम्रो समन्वय हुन सकेको छैन, धेरै कुराहरू छ हाम्रो युथमा बालबालिकामा चाहिँ। अनि अलि धेरै चाहिँ मैले अहिले प्रब्लम देखेँ भनेको मेन्टल हेल्थको, लाइक तपाईँको डिप्रेसनमा जाने एन्जाइटीको कुराहरू। त्यो चाहिँ कसरी हुन्छ भन्दाखेरि फ्यामिलीले बुझ्दैन, समाजले एकदमै डिस्क्रिमिनेसन गरिरहेको हुन्छ, छिछि दूर दूर स्कुल पढ्न पाउँदा धेरै कुराहरूले गर्दाखेरि चाहिँ अलिकति मेन्टली डिस्टर्ब हाम्रो समुदायको धेरै साथीहरू छ होइन। अलिकति उचित परामर्श दिनुपर्छ जस्तो लाग्छ यो पिस बिल्डरको हिसाबले। अब हामी शान्ति निर्माण प्रक्रियामा अगाडि बढ्नको लागि त म एक्लै बढेर भएन, मेरो सिङ्गो समाज चाहिन्छ, मेरो समुदाय चाहिन्छ। सबैलाई बढाउनको लागि त आफ्नो आत्मविश्वास हुन पऱ्यो नि। भनेपछि मेन्टल हेल्थ सम्बन्धी हाम्रो ट्रेनिङहरू काउन्सिलिङहरू होइन यो सबै ठाउँमा हुनुपर्छ जस्तो लाग्छ। त्यो हिसाबले अहिले ब्लु डायमन्डले पनि काम गरिरहेको छ। स्थानीय लेभलमा पनि हाम्रो समुदायको साथीहरूले त्यस्तो कुनै समस्या पऱ्यो भने चाहिँ हामीले त्यो खालको परामर्श दिने र एउटा क्यापेबल बनाउने कि उहाँहरूलाई। तनाव त जसलाई पनि हुन्छ, डिप्रेसन हुनसक्छ, एन्जाइटी हुनसक्छ, तर अल द टाइम हामी त्यही कुरा सोचेर बस्न सक्दैनौँ। त्यही भएर अलिकति स्पिरिचुअल कुरामा पनि हाम्रो समुदायको साथीहरूलाई स्पिरिचुअल भन्ने बित्तिकै फेरि हरे राम हरे कृष्ण भन्न खोजे होइन, मेडिटेसन गर्ने, एक्सर्साइज गर्ने, त्यस्तो कुरामा पनि अलिकति प्रोत्साहन चाहिँ हामीले गरिरहेछौँ। बल्ल मात्र अलिकति सहज ढङ्गले एउटा पिस भएर जान सक्छौँ नि हामी होइन। जस्तै अब म नै अशान्त छु भने चाहिँ मैले अगाडि कसरी बढ्ने भन्ने कुरा पनि चाहिँ आउन सक्छ। स्पेसिफिक त्यस्तो मसँग त केही छैन, तर हाम्रो यो काम गर्ने दौरानमा चाहिँ एज अ ह्युमन राइट डिफेन्डर, एज अ पिस बिल्डरको हिसाबमा चाहिँ हामीले धेरै थ्रेटहरू पनि पाउँछौँ होइन। थ्रेटनहरू, धम्की धेरै आउँछ हामीलाई। अनि मैले त्यस्तो कतिचोटि फिल गरेको छु विदिन आवर कम्युनिटी, त्योभन्दा बाहिरको मान्छेहरू, नचिने मान्छेहरूले होइन। अलिकति मोटिभ चाहिँ कस्तो भन्दाखेरि आफूलाई त्यो मोटिभेसन चाहिँ गर्नुपर्ने रहेछ। अब डर सबैलाई हुन्छ होइन, फेयर त्यो आफ्नो ठाउँमा छ। अब मेन त आफूलाई कसरी एउटा क्षमतावान भनेर बनाउने, क्षमतावान भनेको आफ्नो स्ट्रङली आफ्नो मन आफ्नो विचारलाई कसरी ल्याउने भन्ने कुराहरू। त्यही भएर म इच एन्ड एभ्री टाइम हुन्छ नि लाइक मेडिटेसन गर्ने, योगा गर्ने, त्यसपछि फ्यामिलीसँग क्लोजली आफ्नो कुराहरू सेयर गर्ने, आफ्नो समुदायको साथीहरूलाई भेट्ने, अनि उहाँहरूको कुरा पनि सुन्ने, आफ्नो कुरा पनि सेयर गर्ने, त्यस्तो खालको एउटा स्ट्राटेजिक वे चाहिँ मैले अप्नाइरहेको छु ताकि मलाई थाहा होस् कि मेरो समुदाय साथै सर्कलमा पनि त्यस्तो के कुरा भइरहेछ, के प्रब्लम भइरहेछ। त मेरो एवं मलाई सपोर्ट गर्ने, मलाई जन्म दिने मेरो मम्मी, मेरो दाइ भाउजू, फ्यामिलीसँग त्यो अलिकति क्लोजली धेरै भनौँ न त्यो आफूलाई एउटा सपोर्ट हुनको लागि मैले त्यो खालको एउटा स्ट्राटेजिक वे चाहिँ गरिरहेको छु।
अब त्यो स्टोरेज नसोचे पनि आफै चाहिँ हुन्छ तर विदाउट हाम्रो फ्यामिली भन्दा बाहिर त त्यो खालको एउटा स्ट्राटेजिक चाहिँ अप्नाउनै पर्ने रहेछ जस्ट एटलिस्ट मैले सिकेको कुरा जाने कुरा उहाँहरूलाई पनि सेयर गर्छु र उहाँहरूको सानो सानो कुरालाई पनि सुन्ने मनन गर्ने र त्यो कुनै पनि समस्या छ भने हाउ कसो ओभरकम कसरी गर्ने भन्ने कुरामा पनि त्यस्तो खालको कामहरू चाहिँ गरिरहन्थे रहेछ अहिले त यसो छ तपाईको यो इन्टेलिजेन्सको कुराहरू आउँछ धेरै ग्रुप्सको कुरा आउँछ जातको कुरा आउँछ हैन हाम्रो एउटा डु डायमन्ड सोसाइटीको इनिसिएसन र एउटा उठाउन खोजेको विषयवस्तु पनि यही हो कि यो हाम्रो समुदाय भनेको पहिला हामीलाई छुट्टै ग्रहबाट आएको भनेर सोच्नुहुन्थ्यो हैन अनि हामीलाई तपाईहरु के पढ्नुहुन्छ के खानुहुन्छ तपाईहरुले कस्तो खालको सपना देख्नुहुन्छ भनेर चाहिँ कति जनाले सोध्नुहुन्थ्यो बिकज त्यो बेलामा अब त्यो झन्डै 18-19 वर्ष अगाडि त्यस्तो धेरै त एलजीबीटीआईको मुभमेन्टको विषयमा थाहा नै छैन सोध्नुहुन्थ्यो हामीलाई हैन अहिले हाम्रो भनेको हामी इच एन्ड एभ्री ग्रुपमा कास्टमा तपाईको कल्चरलमा पनि हामी छौं तर बस समाजले चाहिँ अलिकति कल्चरली हामीलाई चाहिँ अलिकति बाइपास गर्न खोजेको के भन्ने पनि छ हैन अब एभ्री इयर हामी गाइजात्रा फेस्टिभल मनाउँछौं किनकि यो चाहिँ हाम्रो संस्कृतिसँग जोडेको छ भन्ने कुराहरु पनि आउँछ भनेपछि चाहिँ म चाहिँ जहाँ पनि गइरहेको हुन्छु मलाई जस्तो प्रब्लम छैन अब एज अ ग्रुप एज अ कम्युनिटीलाई चाहिँ कुनै न कुनै ठाउँमा डिस्क्रिमिनेसन चाहिँ भइरहेको हुन्छ तर मलाई चाहिँ त्यस्तो प्रब्लम छैन तर अब त्यो प्रब्लम नहुनको लागि पनि हामीले आफ्नो एउटा कल्चर जोगाउन पनि काम चाहिँ गरिरहेका छौं थाहा हुन्छ बिकज मैले काम गरेको 15-16 भइसक्यो ब्लू डायमन्ड सोसाइटीमा हैन अब तपाईको के छ भन्दाखेरि यो चाहिँ हाम्रो कम्युनिटी बेस्ड अर्गनाइजेसन भयो के सीबीओज जसले चाहिँ समुदायको लागि समुदायमै आधारित रहेर चाहिँ हामीले काम गरिरहेका छौं भनेपछि अब हामीसँग केही प्रोजेक्टहरु छ एज अ ह्युमन राइट्सको प्रोजेक्टहरु छ मिडिया क्याम्पेनको प्रोजेक्टहरु छ तपाईको अब एचआईभी प्रिभेन्सनको प्रोग्रामहरु छ भने चाहिँ हामी त्यो अनुसार चाहिँ अब आफ्नो डिपार्टमेन्ट अनुसार हामी काम गरिरहेका हुन्छौं अनि त्यो एकअर्कामा शेयरिङ हुन्छ हाम्रो एभ्री मन्थ स्टाफ मिटिङ हुन्छ त्यसपछि अब माग अनुसार समय अनुसार बोर्ड मिटिङ पनि हुन्छ हाम्रो स्टाफको के भन्छ एप्राइजल पनि हुन्छ हैन अब हामीसँग अरन अरु संघ संस्थामा चाहिँ पोलिसीहरुका छ तर हामीसँग धेरै 26-27 वटा पोलिसी छ के ब्लू डायमन्ड सोसाइटीमा सानो सानो कुरालाई लिएर चाहिँ त्यही भएर हामी एकदमै धेरै ट्रान्सपेरेन्सी कुराहरु पनि गर्छौं र कतिपय कुराहरुमा अब नलेज नभएको कुराहरुमा नबुझेको कुरा हामी सोच्छौं हामी आफूलाई सिनियरलाई सोच्छौं त्यही भएर त हाम्रो युनिटी छ त्यही भएर अहिले हामी 25 वर्षमा लाग्यौं अस्ति भर्खर हाम्रो 25 वर्ष ब्लू डायमन्ड सोसाइटी मनायौं हैन अलि सानो रूपमा सरी 24 वर्ष पुरा भएर भनेपछि चाहिँ त्यो हालको छ अहिले अब हामीसँग युनिटी नभएको भए चाहिँ अहिले 7 वटा प्रदेशमा हाम्रो शाखा कार्यालयहरु छ हैन 40 वटा जिल्लामा हाम्रो समुदायले नै सञ्चालन गरिरहनु भएको छ भनेपछि चाहिँ जस राम्रो छ जस ब्लू डायमन्ड सोसाइटीमा आउने बजेटहरु चाहिँ हामीले काम गर्ने दौरानमा अब हामीलाई चाहिँ प्रोग्रामको लागि भनेर आउँदैन हाम्रो त प्रोजेक्ट भनेर आउँछ त्यो प्रोजेक्टको टास्क हुन्छ यति वर्षसम्म हामीले गर्ने भनेर अब त्यो हिसाबले चाहिँ हामीले काम चाहिँ गरिरहेछौं फेरि अहिले त्यो धेरै पैसा आउँछ भन्नु हैन अहिले यति धेरै फन्डिङ च्यालेन्ज भइरहेछ फन्डिङ ग्याप्सहरु छ अहिले अब यो युएसआईडी को फन्ड छैन भनेपछि हाम्रो हाई भोल्युमको 80% बजेट हामीसँग छैन र अब 20% मा हामी कोही भलन्टियर रूपमा कोही पर्सेन्टेजको रूपमा चाहिँ यसरी काम गरिरहेछौं जस अब समुदायको इश्यूजलाई चाहिँ अब दबाउनु भएन नि त हाम्रो आफ्नै समुदायको हाम्रो आफ्नै आवाजलाई अगाडि बढाउनको लागि पनि त्यो हामीले काम चाहिँ गरिरहेछौं आई डोन्ट नो यो त्यस्तो लर्निङ शेयरिङ अनि भनेर नेपालमै हुँदैन अरु संस्थासँग त मलाई लाग्दैन त्यस्तो भाषा भनेर अब बुझ्नको लागि हैन त्यो इश्यूजहरु बुझ्नको लागि शेयरिङ गर्नको लागि चाहिँ आउने बुझ्ने त्यो भिजिट गर्ने छुट्टै कुरा छ तर अब त्यो एक्सचेन्ज लर्निङ नै भनेर त्यस्तो छैन तर एटलिस्ट म्याक्सिमम अरु कुनै संस्थाहरुले कुनै कार्यक्रमहरु गर्नु भयो उहाँहरुले कुनै अब मानिलु
जेन्डरको विषयमा उहाँहरूले कुनै क्लास लिइरहनु भएको छ, सेसन 2-3 दिनको वर्कसप गरिरहनु भएको छ भने चाहिँ त्यस्तो जेन्डरमा को वर्कसपमा हामीले बोलाएर केही समय चाहिँ हामीले दिनुहुन्छ ताकि हामीले आफ्नो कुरा बुझौँ। अब कति नबुझेको कुराहरू पनि हामीले सोध्छौँ तर त्यस्तो एक्सचेन्ज लर्निङ नै भनेर चाहिँ आई डोन्ट नो, मलाई चाहिँ आइडिया भएन। तर अब पढेको बेलामा चाहिँ हामी गर्छौँ नै, एक्ज्याक्टली थाहा भएन। सजेसन भन्दा पनि अब यसलाई सजेसन एडभाइस असर लिँदा पनि हुन्छ। हामी एकजना र केही समूहले मात्र गर्दा पनि यो पिस बिल्डरको कुराहरू, पिस बिल्डिङको कुराहरू चाहिँ एउटा शान्ति निर्माण प्रक्रियामा चाहिँ सहयोग पुग्छ जस्तो लाग्दैन मलाई होइन। त्यसको लागि चाहिँ हामी सबैजनाको चाहिँ एउटा ऐक्यबद्धता हुनुपर्छ र विशेष गरी हाम्रो अहिलेको युथ, अहिलेको नयाँ जेनेरेसनहरूले पनि यो धेरै कुराहरू बुझेर अगाडि बढ्नुपर्छ। र अझ पनि हाम्रो सोसाइटीमा चाहिँ के छ भन्दाखेरि कुनै पनि ग्रुपलाई, कुनै पनि इस्युजलाई छुट्यायो भने त त्यो शान्ति निर्माण प्रोग्राममा हामी अगाडि बढ्नै सक्दैनौँ नि त होइन। जस्तै अलिक एक्जाम्पल, हाम्रो त विकासोन्मुख देश हो नि त, विकसित देश त होइन। तर अब एक्जाम्पल विकसित देश बनाउनको लागि त त्यहाँ भएको जनताको, त्यहाँ भएको प्रत्येक व्यक्तिको समूहको इच्छा बुझेर अगाडि ल्याउनु पर्छ, त्यसपछि हामी विकसित हुन सक्छौँ। जुन देश विकसित छ त्यहाँनिर धेरै कुराहरू डेभलप किन छ भन्दाखेरि त्यहाँ सबैजनालाई इस्युजहरू राम्रोसँग अगाडि ल्याएको छ। अब हाम्रो नेपालको कन्टेक्स्टमा त्यस्तो हुन सकेको छैन भनेपछि युथको आफ्नै एउटा इस्युज होला, अब हाम्रो आफ्नै इस्युज होला होइन। धेरै मान्छेहरू छ, सबैजनाको आफ्नो इस्युज हुन्छ होला। त्यो इस्युजको कुरामा पनि एकअर्कामा चाहिँ त्यो अन्डरस्ट्यान्डिङ हुनु पर्यो र विशेष गरी युथलाई मोटिभेट हुने खालको चाहिँ पहिलाको जेनेरेसनको मान्छेहरूले चाहिँ त्यो अनुसारको एउटा बाटो खोलिदिनु पर्यो, माध्यमहरू देखाइदिनु पर्यो, वेहरू देखाइदिनु पर्छ, सपोर्ट गरिदिनु पर्छ। एवं कि फ्यामिली, सोसाइटीले चाहिँ आफ्नो बच्चाहरूलाई पनि त्यो खालको एउटा बाटो चाहिँ देखाउनु पर्छ जस्तो लाग्छ मलाई चाहिँ। र हामी शान्ति निर्माण प्रक्रियामा अगाडि बढ्नको लागि पनि त्यसले चाहिँ ठुलो भूमिका खेल्छ। युथले पनि नबुझेको कुराहरू सोध्ने, बुझ्ने, अहिले धेरै एप्सहरू छ सर्च गर्नको लागि होइन। जस मैले भन्न खोजेको चाहिँ सबैजना हामी एकजुट नभइकन चाहिँ अगाडि बढ्न सक्दैनौँ। त्यो एकअर्कालाई बुझ्ने, सहयोग गर्ने एउटा भावनाको नाता, भावनात्मक रूपमा अगाडि बढ्ने एउटा शान्ति निर्माण प्रक्रियामा चाहिँ अगाडि बढ्न चाहिँ मद्दत पुग्छ जस्तो लाग्छ मलाई चाहिँ।